के तपाईलाई थाहा छ तपाईले दिनमा मोबाइल कतिचोटि अनलक गर्नुभयो, के नोटिफिकेसन आयो, कुन एप कतिचोटि चलाउनु भयो भनेर सम्पूर्ण डेटाहरू मोबाइलले ट्र्याक गरिरहेको हुन्छ, भनेको डेटाहरू कलेक्ट गरिरहेको हुन्छ। के तपाईले आफ्नो प्राइभेसीलाई लिएर चिन्तित हुनुहुन्छ? तपाईले आफूले कुन समयमा के एप चलाउनु भयो, कतिचोटि मोबाइल अनलक गर्नुभयो र के नोटिफिकेसनहरू आयो भनेर मोबाइलले आफ्नो सर्भरमा डेटाहरू कलेक्ट नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईले आफ्नो प्राइभेसी लिक नहोस् भन्ने चाहनुहुन्छ भने यो सेटिङ अपनाएर हेर्न सक्नुहुन्छ। त्यसको लागि सिम्पली तपाई आफ्नो मोबाइलको सेटिङ्समा जानुहोस्, त्यसपछि यहाँनिर डिजिटल वेलबिङ एन्ड प्यारेन्टल कन्ट्रोल्स यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर तपाईले आजको दिनमा के गर्नुभयो भनेर सबै डेटाहरू यहाँनिर सबै देख्न सक्नुहुन्छ। त्यसलाई बन्द गर्नको लागि सिम्पली तपाईले 3 डटमा क्लिक गर्नुहोस्, त्यसपछि यहाँनिर म्यानेज योर डाटा यसमा क्लिक गर्नुहोस्। त्यसपछि यसमा तपाईकोमा अन छ भने यसलाई अफ गरिदिनुहोस्। त्यसपछि टर्न अफ इन सेटिङ्स छन् यसमा क्लिक गर्नुहोस् र यहाँनिर डिजिटल वेलबिङलाई एलो छ नि यसलाई तपाईले सिम्पली अफ गरिदिनुहोस् भनेको डिसएलो गरिदिनुहोस्। यो गरिसकेपछि मोबाइलमा तपाईले के काम गर्नुभयो, त कतिचोटि मोबाइल अनलक गर्नुभयो, नोटिफिकेसन के आयो, तपाईले आजको दिनमा कुन एपहरू कति टाइम प्रयोग गर्नुभयो त भनेर यसले डेटाहरू सजिलैसँग कलेक्ट गर्न पाउँदैन र तपाईको प्राइभेसी एकदमै सेफ्टी रहनेछ।